के रहेछ मेनुमा के छ भाइ हेरे फेरि सुरु भयो हाम्रो खाना भाइ कसो छ पिज्जा टेस्ट गरेर हेर खाने हो खाँदै गर वाट इज दिस भाइ म यहाँ बस्छु खिचेर त्यो कसो छ भाइ मिठो छ तँ खान नानी कता पक्रिनु रे भाइ कता पक्रिएर आफै निकाल्नुलाई यता त्यसो फेरि बिरयानीको आइटम भाइ लेग पिस यस्तो गर्दा यस्तो खाएको त्यसो गर्न हातले हौ आऊ त लाइट अलिकति मनपर्छ लगाइदिए हेर्न हाँसेको एउटा छिटो खाऊ तिमीलाई कस्तो लाग्यो कस्तो निहाल कस्तो लाग्यो धन्यवाद भयो मम्मीलाई दियो बिल गर्दै गरेर मेरो पठाने यहाँ फोटेको छ अरे यहाँनिर पठाने मेरो फोटेको कस्तो राम्रो निकाल्नु रुगा नको कसको मम्मीलाई देऊ न अब चाहिँ हामी यहाँबाट खाएर निस्किँदैछौँ के अरे नानी यसको नाम अब निस्केको मेरो ब्यागहरू लिएर आऊ नानी हो बाहिर त गर्मी रहेछ टेस्टी हुने रहेछ यहाँनिर अब चाहिँ हामी निस्केको यहाँबाट खाएर फेरि पनि आउला फोटो खिचेर नक्कल पारिरहेको छु यता चाहिँ दुईजना अब हामी निस्केको बाई
यता चाहिँ यो बिएमटी क्याफे बिएमटी रहेछ हो। यो चाहिँ बिर्तामोडको बस पार्क छेउनिर पर्छ है। आउनु होला हजुरहरू पनि नै बिदा। ओइ लु तिमीहरूलाई कस्तो लाग्यो मिठो? तिमीहरूलाई कस्तो लाग्यो? नक्कल पार्दै फोटो खिचिरहेछ। ए ठुलो पाएछ यो त जुममा। कस्तो लाग्यो रे भाइ? नै विद्या रेस्टुरेन्ट, फ्यामिली रेस्टुरेन्ट नै विद्या। अब यता चाहिँ हाम्रो घर जानुपर्छ। ओके बाई बाई।